केही नबुझेका कुरा केही नबुझेका कुराहरू तपाईँहरूले ढुक्कले कमेन्ट गर्न सक्नुहुनेछ भन्दै नेपालको इतिहासमा मध्यकाल पढ्छौँ आज हामीले। मध्यकाल है। नेपाल सम्वत सुरुवात देखि नेपाल एकीकरण एकीकरण बीचको समयावधि मध्यकाल। यो मध्यकाललाई मल्लकाल पनि भन्छ के। तपाईको नेपाल सम्वतको सुरुवातदेखि नेपाल एकीकरणसम्मको समय अवधिलाई चाहिँ के भन्छ? मल्लकाल वा मध्यकाल भनिन्छ। यो 936 देखि 1825 सम्मको अवधि हो है। मल्लकालमा चाहिँ नेपाल सम्वतको कुरा आयो। नेपाल सम्वत कसले ल्याएको हो भन्दा राजा राघव देवको पालामा यो शङ्खधर साक्पाले चाहिँ नेपाली लघु तीर्थमा गएर बालुवा बोकेर नेपाली जनताको ऋण तिर्दिएको हुनाले शङ्खधर साक्पाले यति राम्रो काम गरे भएर नेपाल सम्वतको सुरुवात भएको भनेर त्यो बेलादेखि भन्न लाग्यो। नेपाल सम्वतको सुरुवात गर्ने व्यक्ति पनि को भयो त? शङ्खधर साक्पा। अनि शङ्खधर साक्पालाई चाहिँ तपाईँको 14औं विभूति पनि दियो है, 56 साल मङ्सिर 5 गते। अनि यो के अरे नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता पनि दियो। कहिले दियो भन्दा 2065 सालमा। यो सबै कुरा म लेख्दैछु, हेर्नु होला है। नेपाल सम्वत भइहाल्यो है भनेपछि नेपाल सम्वत सुरुवात गर्ने शङ्खधर साक्पा है। शङ्खधर साक्पालाई 14औं विभूति मङ्सिर 2 गते नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता 65 सालमा दिएको है। पुरा डेट चाहिँ कार्तिक 8। यसमा के कुरा बुझियो भने नेपाल सम्वत कसले सुरु गरेर छ? शङ्खधर साक्पाले है। यो इम्पोर्टेन्ट कुरा हो। कसरी सुरुवात गरे भन्दा राजा राघव देवको पालामा यो शङ्खधर साक्पाले चाहिँ नेपाली जनताको ऋण तिरिदिएका थिए के। कसरी भन्दा लघु तीर्थमा गएर बालुवा बोकेर नेपाली जनताको ऋण तिरे। नेपाली जनताको ऋण तिरेपछि त नेपाल मुक्त भयो।
त्यही बेलादेखि नेपाल सम्मतको सुरुवात भयो भन्ने भनाइ छ है। यही तपाईँको चाहिँ नेपाल सम्मतको सुरु गरेको भएर शङ्खधर साक्पालाई चाहिँ 14औं विभूति घोषणा गरियो। अनि 65 सालमा नेपाल सम्मतलाई चाहिँ राष्ट्रिय सम्मतको मान्यता दियो, 65 कार्तिक 8। यहाँसम्म बुझ्नु भयो भए ओके भन्नु त। अब म तपाईँहरूलाई मल्लकालको पहिलो राजा को हो भन्ने सिकाउँछु ल। मल्लकालको पहिलो राजा, मल्लकालको पहिलो राजा चाहिँ अरिमल्ल हो है। मल्लकालको पहिलो राजा को हो भन्दा तपाईँको अरिमल्ल। अरिमल्ल। मल्लकालको अन्तिम राजा भन्ने चाहिँ हुँदैन, बरु सङ्गठित हुन्छ के। सङ्गठित, सङ्गठित भने नि भयो, एकीकृत भने नि भयो के। एकीकृत। मल्लकालको अन्तिम राजा एच्छ मल्ल। अब मल्लकालकै अन्तिम राजा चाहिँ छैन। यो मल्लकालमा चाहिँ यो एच्छ मल्लको पालामा यिनीहरूले अंश आफ्नो छोराहरूलाई अंश बन्डा गरेर दिएको हो कि, एउटालाई कान्तिपुर, एउटालाई पाटन, एउटालाई भक्तपुर दिएको हो। त्योबाट सङ्गठित हुँदाखेरि चाहिँ सङ्गठितको अन्तिम मल्ल राजा चाहिँ एच्छ मल्ल। एच्छ मल्ल पछिको पालामा जति पनि मल्ल राजा छ तिनलाई चाहिँ अंश विभाजन गरेर उसको 3टा छोरा हो, 3टा छोरालाई चाहिँ अंश लगाएर चाहिँ शासन भएको थियो। त्यही भएर यो एकीकृत मल्लका वा सङ्गठित मल्लकालको भन्ने नि भयो। अनि सङ्गठित मल्लकालको वा एकीकृत उपत्यकाको राजा को थिए भन्ने कुरो नि आउँछ। त्यो नि तपाईँको एच्छ मल्ल होइन। अनि एकीकृत वा सङ्गठित जसरी बुझे पनि हुन्छ है। सङ्गठित मल्लकालको राजधानी यो चाहिँ तपाईँको कहाँ हो भन्दा भक्तपुर। हेर्नु त, यति कुरो तपाईँहरूले मल्लकालको थाहा पाउनु पर्यो है। अझै यो एच्छ मल्लको बारेमा अझै बुझ्छौँ। यहाँसम्म बुझ्नु भयो भए ओके गर्नु त। यहाँसम्म बुझ्नु भयो ओके, केही बुझिएन भने यो बुझिएन भन्नु होला ल। अब मल्लकालमा उपत्यका विभाजन कसको पालामा भयो भन्दा एच्छ मल्लको पालामा। एच्छ मल्लको पालापछि पनि मल्लहरूले शासन गरे। पहिला चाहिँ एकै ठाउँमा शासन गर्थे मल्लहरूले, पछि तपाईँको 3 ठाउँमाबाट शासन गरे। अब हेर्नु है, कसको उपत्यका विभाजन पछि है। एच्छ मल्लले उपत्यका विभाजन गरेर अंश दिएपछि, अंश दिएपछि है। एच्छ मल्लले उपत्यका विभाजन गरेर अंश दिएपछि भन्न खोजेको ल। अब 3टा छोरा थिए, कतिवटा? 3टा। एउटालाई कान्तिपुर दिए है,
एउटा छोरालाई कान्तिपुर दिए, एउटा छोरालाई तपाईँको पाटन दिए है, त्यसपछि तपाईँको एउटा छोरालाई तपाईँको भक्तपुर दिए। एच्छम मल्लको 3टा छोरा, एउटा रत्न मल्ल, एउटा रण मल्ल, एउटा राय मल्ल। एच्छम मल्लको 3टा छोरा। एच्छम मल्लको पालासम्म मल्लहरू एउटै थिए, एउटै थियो शासन केन्द्र, राजधानी भक्तपुरमा थियो। एकीकृत उपत्यकाको अन्तिम भन्यो भने एच्छम मल्ल, मल्लकालको पहिलो भन्यो भने अरिमल्ल होइन। अनि यो 3 ठाउँमा चाहिँ उसले अंश बापत आफ्नो छोराहरूलाई भाग लगायो। रत्न मल्ललाई कान्तिपुर भाग पर्यो, कान्तिपुर भनेको काठमाडौँ, उनी काठमाडौँको राजा भयो। र रण मल्ललाई पाटन दियो, पाटनको राजा भए। राय मल्ललाई कहाँ दियो त? भक्तपुर दिए, भक्तपुरको राजा भयो। यो प्रथम राजा है। सोध्न सक्छ के भने, सोध्छ भने कान्तिपुर वा काठमाडौँको पहिलो राजा को हो भन्दा रत्न मल्ल, पाटनको पहिलो राजा को भन्दा रण मल्ल, भक्तपुरको पहिलो राजा को भन्दा राय मल्ल भनेर थाहा पाउनु पर्यो। अन्तिम काठमाडौँको जय होस् भन्थे नि मैले, जय प्रकाश मल्ल, जय प्रकाश मल्ल। अनि तपाईँको त्यसपछि पाटनको पहिलो राजा रण मल्ल, अन्तिम राजा तेज नरसिंह मल्ल। अनि भक्तपुरको पहिलो राय मल्ल, अन्तिम रणजित मल्ल। यति तपाईँहरूले थाहा पाउनु पर्यो। ल यहाँसम्म बुझ्नु भएको भए ओके गर्नु। यो के को इतिहास त? मल्लकालको इतिहास। सोध्छ है, कान्तिपुर वा काठमाडौँको पहिलो राजा अन्तिम राजा सोधेका, पाटनको पहिलो अन्तिम राजा, भक्तपुरको पहिलो अन्तिम राजा। अनि मल्लकालकै पहिलो भनेको के अरे अरिदेव मल्ल, एकीकृत उपत्यकाको अन्तिम राजा भन्यो भने तपाईँको संगठित पनि भन्न सक्छ, त्यो चाहिँ एच्छम मल्ल है। अब हामी आधुनिक इतिहास सिक्छौँ है। आधुनिक इतिहास आधुनिक इतिहासमा चाहिँ पहिला हामी शाह वंश सिक्छौँ। शाह वंशलाई चाहिँ कसरी सम्झिने भने क देखि ज्ञासम्म। शाह वंशलाई कसरी चिन्ने? क देखि ज्ञासम्म। शाह वंशको पहिलो राजा भनेको कबाट कुलमण्डन खा, अन्तिम राजा भनेको ज्ञानेन्द्र शाह। क देखि ज्ञासम्म कति सजिलो हो नि त, सम्झिन। अब अलिकति यहाँ शाह वंशको डिटेल लेखौँ। शाह वंशको पहिलो राजा, शाह वंशको पहिलो राजा भनेको कुलमण्डन खा। यिनी कहाँका राजा थिए भन्दा कास्कीका। कुलमण्डन खा कहाँको राजा थिए? कास्कीका है। अनि कुलमण्डन खाको जन्म तपाईँको गुल्मीमा भएको है। कहाँ भएको? गुल्मीमा। शाह वंशकै पहिलो राजा को रहेछ? कुलमण्डन खा।
अब माथि शाह भने तपाईँहरूले कुलमण्डन खा, यो कुलमण्डन खालाई चाहिँ तपाईँको दिल्लीका बादशाह छ नि, दिल्लीका बादशाह, दिल्लीका बादशाहले चाहिँ शाह उपाधि दिएको है। दिल्लीको बादशाहले शाह उपाधि दिएको हुनाले कुलमण्डन खालाई चाहिँ शाह भनियो के। अब हामीले विशेष पढ्दा चाहिँ गोर्खाको राजा पढ्छौँ है, अनि नेपाल एकीकरण भएपछि नेपालका राजाहरूको बारेमा पढ्छौँ, राणाहरूको बारेमा पढ्छौँ होइन। त्यो भएर कुलमण्डन खाको अलिकति हामी हिस्ट्री हेरौँ है, हिस्ट्री यहाँ चाहिँ बुझ्नुपर्छ ल। कुलमण्डन खा कुलमण्डन खा कहाँका राजा थिए? कास्कीका। कुलमण्डन खाको दुईटा छोरा, एउटा तपाईँको कालु शाह है, अर्को तपाईँको यसो ब्रह्म शाह। कुलमण्डन खाको दुईटा छोरा, एउटा कालु शाह एउटा यसो ब्रह्म शाह है। अनि यो कास्कीको छेउमा लमजुङ जिल्ला थियो, लमजुङ। अनि लमजुङका जनताहरूले चाहिँ कुलमण्डन खालाई के भने त, हाम्रो राज्यमा राजा छैनन्, हामीलाई चाहिँ तपाईँको एउटा छोरालाई राजा बनाएर पठाइदिनु भनेर माग्छन् कि लमजुङका जनताले। हाम्रो लमजुङको लागि तपाईँको एउटा छोरा चाहिँ राजा बनाएर पठाइदिनु भन्छन्। अनि कुलमण्डन खाले आफ्नो जेठो छोरो कालु शाहलाई पठाउँछन्। कसलाई? कालु शाहलाई पठाउँछन्। कालु शाहलाई पठाइसकेपछि त्यहाँका शेखान्त जातिले बाण हानी हत्या गरिदिन्छन् है। शेखान्त जातिले बाण हानी हत्या गर्छन् कालु शाहलाई। अनि फेरि त्यहाँको जनता चाहिँ के गर्छ त, कुलमण्डन खा भएको ठाउँमा जान्छन्, हामीलाई अब फेरि तपाईँको अर्को छोरोलाई राजा बनाएर पठाइदिनु पर्यो, कालु शाहको चाहिँ हत्या गरियो यो शेखान्त जातिले भनेर फेरि रिक्वेस्ट गर्छन्। रिक्वेस्ट गरेपछि अनि त्यसपछि को पठाउँछ त कुलमण्डन खाले? यसो ब्रह्म शाहलाई पठाउँछन्। कहाँ पठाउँछन्? तपाईँको लमजुङमा। पहिला कसलाई पठाएको थियो? कालु शाह। कालु शाहको निधन भयो। कसले मारेको? शेखान्त जातिले मारेको। अब दोस्रो छोरो पठायो, कहाँ पठायो रे? लमजुङ। यो नि लमजुङै पठाऊ, उता मृत्यु भयो, मृत्यु भएपछि सकिहाल्यो है। अब यसो ब्रह्म शाहको दुईटा छोरा, यसो ब्रह्म शाहको दुईटा छोरा, एउटा नरहरि शाह, एउटा तपाईँको द्रव्य शाह। यसो ब्रह्म शाहको चाहिँ दुईटा छोरा, एउटा नरहरि शाह एउटा द्रव्य शाह। अब यो नरहरि शाह चाहिँ लमजुङको राजा भए। तपाईँहरूलाई थाहा छ कि छैन, राजा चाहिँ घरको जेठो मान्छेलाई बनाइन्छ कि कसलाई बनाइन्छ? जेठो मान्छेलाई। अब लमजुङको राजा पहिला यसो ब्रह्म शाह थिए। यसो ब्रह्म शाह पछि को राजा हुने त? नरहरि शाह। जेठो छोरा भएको हुनाले नरहरि शाह राजा भयो लमजुङको। तर यो द्रव्य शाह छ नि, द्रव्य शाह, द्रव्य शाहलाई एकदम राजा हुन मन लाग्यो। राजा हुन मन लागेपछि यिनले चाहिँ पहिला लिग्लिकोटको राजा भए, त्यसपछि गोर्खाको राजा भए है। पराजित गरेर, गोर्खाको राजालाई पराजित गरेर द्रव्य शाह गोर्खाको राजा भए है। पहिला खड्कहरूले शासन गर्थे के गोर्खामा, गोर्खामा खड्कहरूले शासन गर्थे। त्यो खड्कहरूलाई पराजित गरेर चाहिँ द्रव्य शाह गोर्खाको राजा भयो। कहाँको? गोर्खा। नियमले चाहिँ द्रव्य शाहले राजा नपाउने हो होइन, राजा पाउने चाहिँ होइन नियम अनुसार चाहिँ। तैपनि उनले जितेर के, अब लमजुङले त पाउँदैन थियो नि त, उनले आफैले राजा बन्ने इच्छा देखाएर द्रव्य शाहले चाहिँ गोर्खामा युद्ध हराएर चाहिँ के गरेको हो त, राजा बनेका थिए। यो कुलमण्डन खाको नाति हो द्रव्य शाह। कुलमण्डन खाको को नाति हो? यही द्रव्य शाह र कुलमण्डन खाको चाहिँ बिच लिङ्क के छ तपाईँहरूलाई सिकाउनको लागि मात्र मैले भाका गरेको। यो बुझ्नु भएको भए ओके गर्नु त, बुझ्नु भएको भए ओके गर्नु ल।
म अगाडि बढ्छु है। गोर्खाको राजाहरू। गोर्खाको शाहवंशीय राजाहरू। यसको सूत्र द्रपुछरा डक्री रूप्री नप्री। गोर्खाको शाहवंशीय राजाहरूको सूत्र के रह? द्रपुछरा डक्री रूप्री नप्री भनेर सम्झिनु होला है। अब द्रबाट द्रव्य शाह। यो चाहिँ गोर्खाको पहिलो राजा है। शाहवंशको पहिलो राजा चाहिँ कुलमनन खा हो। यो चाहिँ गोर्खाको पहिलो राजा। यो पहिलो राजाको त तपाईँले डेट पनि सम्झिनु पर्ने हुन्छ है। 1616 भदौ 25। दुईमा को राजा भयो? ऊ एउटा पुरन्दर। त्यसपछि 6 छत्र शाह। त्यसपछि राबाट राम शाह। डबाट डम्बर शाह। अनि त्रिबाट कृष्ण शाह। रूपरी रूबाट रुद्र शाह। प्रीबाट पृथ्वीपति शाह। अनि नबाट नरभूपाल शाह। त्यसपछि वीरेन्द्र वीर विक्रम के अरे वीरेन्द्र अरे प्रीबाट पृथ्वीनारायण शाह हो है। पृथ्वीनारायण शाह। यो सार्नु त म यसको अलिक डिटेली बुझाउँछु। यो सार्नु ल, सारेपछि ओके भन्नु, म बुझाउँछु ल। सारेपछि ओके गर्नु है, म बुझाउँछु। गोर्खाको शाहवंशीय राजाहरू द्रपुछरा डक्री रूप्री नप्री भनेर सम्झे भयो।
तपाईँहरू कति जानुभयो, सार्नु भएन? ल बुझ्नु है, सबैभन्दा ध्यान दिनुपर्ने पहिलो राजा, गोर्खाको पहिलो राजा द्रव्य शाह है, अन्तिम राजा पृथ्वीनारायण शाह। पहिला यो दुईटा कुरो थाहा पाउनु पर्यो। अनि यो द्रव्य शाहको छोराको नाम के अरे? पुरन्दर शाह। पुरन्दर शाहको छोराको नाम के अरे? छत्र शाह। अनि यो छत्र शाह चाहिँ निसन्तान के, छत्र शाहको बच्चै भएन। जहिले पनि बाउपछि छोरा हुने नियम छ के राजा। छत्र शाहको के भयो त, बच्चै भएन भने उसको भाइ के, भाइलाई राजा बनायो। यो पुरन्दरको छोरा छत्र पनि हो, राम शाह पनि भयो है। जेठो छोरा चाहिँ पुरन्दर शाह, पुरन्दरको सन्तानै नभएपछि को भयो त राजा? तपाईँको राम शाह। राम शाहको छोरो डम्बर शाह, डम्बर शाहको छोरा कृष्ण बहादुर शाह, कृष्ण शाहको रुद्र शाह छोरो, रुद्रको पृथ्वीपति शाह होइन, नरभूपाल शाह चाहिँ नाति हो। कसको नाति हो? पृथ्वीपति शाहको नाति हो को? नरभूपाल शाह। अब यसमा के कुरा महत्त्वपूर्ण तरिकाले ध्यान दिनु पर्यो भने, यो नरभूपालको बाउ चाहिँ को थियो होला? यो पृथ्वीपतिको नाति भयो, यसको बाउको निधन भएर उसको छोरोलाई चाहिँ दिएको है। वीरभद्रको छोरो थियो है, वीरभद्र। अब पृथ्वीनारायण शाह त भइहाल्यो। पृथ्वीनारायण शाह त तपाईँको एकीकरणै गरे हो, एकीकरणै गरे हो। त्यो भएर गोर्खाको अन्तिम राजा पनि पृथ्वीनारायण शाह। एकीकरण पछि नेपालको राजा, पहिलो राजा पनि को हो त? पृथ्वीनारायण शाह भन्दै म अगाडि बढेँ। ए शाह उपाधि पाएको राजा कुलमण्डन खा। शाह उपाधि पाएको राजा कुलमण्डन खा है। अब एकीकरण पछि शाह वंशको राजा, एकीकरण पछि नेपालको शाह वंशको राजा, अहिले चाहिँ गोर्खाको परेको है। यसको सूत्र प्रिपर गिरासो कृत्रिम विधिज्ञ।
प्रीबाट पृथ्वीनारायण शाह है। प्रबाट प्रताप सिंह। रबाट रणबहादुर शाह। प्री पर गिरासो, गिबाट गिबान्दी उठ। राबाट राजेन्द्र। सुबाट सुरेन्द्र। प्रीतिम विद्या। प्रीबाट तपाईँको पृथ्वी विक्रम शाह। पृथ्वी विक्रम शाह। अनि तपाईँको त्रिबाट त्रिभुवन है। मबाट महेन्द्र। तपाईँको बीबाट विजेन्द्र है। अनि तपाईँको ज्ञान के दिपेन्द्र। ज्ञाबाट ज्ञानेन्द्र। ल, यो सार्नु म बुझाउँछु है।
यहाँ लाइन डिस्टर्ब भएको थियो है। अघि हामीले यसअघि के पढ्यौँ भन्दा गोर्खाका राजाहरू है। अब हामीले जुन पृथ्वीनारायण शाहले एकीकरण गरेको हो, पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि को भयो त राजाहरू भन्दाखेरि पहिलो त पृथ्वीनारायण शाहै हुने भयो। गोर्खाको अन्तिम पृथ्वीनारायण शाह, पहिलो पृथ्वीनारायण शाह है। पृथ्वीनारायण शाहको छोरो तपाईँको प्रताप सिंह शाह, प्रताप सिंह शाहको छोरो रणबहादुर शाह, रणबहादुर शाहको छोरो गिवान युद्ध शाह, गिवान युद्ध शाहको छोरो राजेन्द्र वीर विक्रम शाह, राजेन्द्र वीर विक्रम शाहको छोरो सुरेन्द्र विक्रम शाह, सुरेन्द्र विक्रम शाहको छोरो तपाईँको पृथ्वी विक्रम यो पृथ्वी विक्रम शाह चाहिँ नाति हो। यो सुरेन्द्रको छोरो चाहिँ त्रैलोक्य हो, त्रैलोक्य है। तर उसको निधन भएको हुनाले उसको छोरा यानि कि यसको नाति चाहिँ पृथ्वी विक्रम शाहलाई राजा बनाइएको थियो। अब तपाईँको त्यसपछि पृथ्वी वीर, यो नाति है, नाति राजा शाह, यो चाहिँ नाति कसको? सुरेन्द्र विक्रम शाहको। अनि यसको छोरो त्रिभुवन, त्रिभुवनको छोरो महेन्द्र, महेन्द्रको छोरो चाहिँ वीरेन्द्र, महेन्द्रको छोरो को? वीरेन्द्र, वीरेन्द्रको छोरो चाहिँ तपाईँको दिपेन्द्र राजा भएका थिए है। दिपेन्द्र चाहिँ अचेत अवस्थामा राजा भएको। के अवस्थामा? अचेत अवस्थामा राजा भएको। भर्खर फेरि लाइन आयो, के भयो? ठिक छ, क्लियरै छ होइन। अनि तपाईँको त्यसपछि यो ज्ञानेन्द्र चाहिँ भाइ हो ल। यो वीरेन्द्रको निधन कहिले भएको थाहा तपाईँहरूलाई? वीरेन्द्र राजाको निधन कहिले भएको? अलिकति बढी पढ्छौँ है हामी आज, किनभने बिचमा लाइन कट्यो। वीरेन्द्रको निधन कहिले भएको कसैलाई थाहा छ भने च्याट गर्नु त ट्याक्क लाएर। वीरेन्द्रको निधन हो 58/2/19 गते है, शुक्रबारको दिन। शुक्रबार चाहिँ तपाईँको त्यहाँ भोज हुन्थ्यो, त्यही दिन निधन भएको। यो वीरेन्द्रको चाहिँ सबै सन्तानै मरेको, दिपेन्द्र चाहिँ अचेत भन्थ्यो, मर्न चाहिँ मरेकै हो है। हो, दिपेन्द्र मात्र बाँकी थियो अचेत अवस्थामा, दिपेन्द्र पनि राजा भयो। अनि तपाईँको त्यसपछि के भयो त? अब यो वंशै सकिएको हुनाले वीरेन्द्रको भाइ राजा भएको। कसको भाइ? वीरेन्द्रको भाइको हो ज्ञानेन्द्र वीर विक्रम शाह। ज्ञानेन्द्र कसको छोरा हो भन्दा महेन्द्रको छोरा हो। यहाँसम्म भनेर बुझ्नुपर्छ। अब अब हामीले नेपाल एकीकरण गर्ने को? नेपाल एकीकरण गर्ने तपाईँको पृथ्वीनारायण शाह हो है। नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह हो भने हामीले पृथ्वीनारायण शाहको बारेमा एकदम धेरै कुरा जान्नुपर्छ है। कसको बारेमा? पृथ्वीनारायण शाहको बारेमा हामीले धेरै कुरा जान्नुपर्ने हुन्छ। अब के जान्नुपर्छ भन्ने कुरा म यहाँ लेख्छु है। पृथ्वीनारायण शाह जन्म, यो जन्म त सबैलाई याद हुनुपर्छ है। 1779, सरी, पुस 27 गते। कहाँ भयो भन्दा गोर्खा। मृत्यु 1831 माघ 1, देवघाट। देवघाटमा निधन भएको थियो है। अब माता र पिता,
माता र पिताको नाम चाहिँ माता भनेको कौशल्यावती, कौशल्यावती, पिताको नाम नरभूपाल। यो कौशल्यावती चाहिँ पाल्पाको थियो ल। कौशल्यावती कहाँको थियो? पाल्पाको थियो। भनेपछि यो पृथ्वीनारायण शाहको मावली कहाँ हो त? पृथ्वी नारायण शाहको मावली। मावली भनेको मामा घर। पृथ्वीनारायण शाहको मावली चाहिँ कहाँ थियो त? मावली भने मामा घर के। यो सोधेको क्वेसन हो। यो तपाईँको पाल्पा। अब उसको आमाको घरै पाल्पा भएपछि मावली कहाँ भयो त? पाल्पा। मामा घर कहाँ भयो त? पाल्पा, होइन? पृथ्वी नारायण शाहको श्रीमती। पहिलो इन्द्र कुमारी, दोस्रो नरेन्द्र लक्ष्मी, पृथ्वीनारायण शाहको छोरा एउटा प्रताप सिंह, अर्को बहादुर शाह। छोरी भनेको विलास कुमारी। अब भन्नु त, यो पृथ्वीनारायण शाहको छोरा छ नि प्रताप सिंह शाह र बहादुर शाह, अनि छोरी विलास कुमारी, यो कुन कुन श्रीमतीको हो? यो कुन कुन श्रीमतीको मलाई भनिदिनु त। यो दुईटा छोरा र एउटा छोरी छ नि, कुन श्रीमतीको? इन्द्र कुमारी कि नरेन्द्र लक्ष्मी? पहिलो श्रीमती कि दोस्रो श्रीमतीको? ट्याक्क च्याट गर्नु त। ए, राजा कहिले भयो? 1999 मा राजा भएको। राजा 1999 मा भयो पृथ्वीनारायण शाह। के 1799 देखि 1831 सम्म 32 वर्षलाई। कसैले भन्नु न, यो श्रीमती चाहिँ कसको बच्चा? अलिकति यो जानिराखौँ ल। पृथ्वीनारायण शाहले पहिलो विवाह चाहिँ मकवानपुरमा हेमकर्ण सेनकी छोरीसँग गरेको है। पहिलो विवाह कोसँग गरेको? मकवानपुरको हेमकर्ण सेनकी छोरीसँग विवाह गरे। पहिला पहिला विवाह गर्दा चाहिँ तपाईको माइतमा 6 महिनाको लागि 1 वर्षको लागि काम सिकाउन राखिन्थ्यो के। अलि सानै उमेरमा विवाह हुन्थ्यो, अनि यसो खानासाना पकाउन, लुगा धुन, घरायसी कामहरू गर्न चाहिँ माइतमै 6 महिना 1 वर्ष छोड्ने चलन थियो। त्यही चलन अनुसार पृथ्वीनारायण शाहले यो इन्द्र कुमारीलाई छोडेको। ऊ आउँदै आएन, माइतले पठाएनन् के इन्द्र कुमारीलाई है काम सिकाउन राख्ने भने। पछि पठाएन। अब नपठाएपछि पृथ्वीनारायण शाहले अर्को विवाह गरे। अर्को को गरे? नरेन्द्र लक्ष्मी। यो चाहिँ भारतको हो। भारतको नरेन्द्र लक्ष्मीसँग विवाह गरे। यो काशीका राजपूत को छोरीसँग विवाह गरेको नरेन्द्र लक्ष्मी। उसैको छोरा हो प्रताप सिंह शाह र बहादुर शाह। पहिलो त अब विवाह भयो, माइतमै बस्यो, आएन, काम सिक्न बस्यो, आएन। दोस्रोको छोरा छोरी हो।
सबैले बुझ्नुभयो। 32 वर्ष शासन गरे 1779 देखि 1831 सम्म। यहाँसम्म बुझ्नु भएको भए पो के गर्नु त? नबुझ्या भए के बुझ्नु भएन भन्नु। बुझ्यो पृथ्वीनारायण शाहको बारेमा? 1825 थिए होइन के, 1779 देखि 1831 सम्म थिए। 1779 देखि 1831 सम्म राजा थिए। ल, यहाँसम्म बुझ्नु भए म अगाडि बढ्छु है। अब म राणाकाल भन्दा अघिका प्रधानमन्त्रीहरूको बारेमा सिकाउँछु। कहाँ 20 वर्ष, 32 भयो नि त। 1779बाट 1831 सम्म 32 वर्ष भएको है। नेटमा सर्च गर्नु आउँछ, नेटबाट नि देखाउँछ नि त। हामी अलिकति बढी पढ्छौँ है, अघि यहाँ बिचमा अलिकति ग्याप भयो, लाइन गएर। अब राणाकाल भन्दा अघिका प्रधानमन्त्रीहरूको बारेमा हामी सिक्छौँ। के लेख्नु भयो हो? लेख्नु त, के लेख्न खोज्नु भयो? अब हामी राणाकाल भन्दा अघिका प्रधानमन्त्रीहरूको बारेमा लेख्छौँ है। आधुनिक इतिहास चाहिँ हो। भी र उ र खमा है। भीबाट भीमसेन थापा। नेपालको पहिलो प्रधानमन्त्री भनेको भीमसेन थापा। रबाट रङ्गनाथ पौडेल। त्यसपछि पुबाट पुरन्दर शाह। के पुरन्दर त राजा भइहाल्यो नि। पुष्कर शाह है। रबाट रणजङ पाण्डे। अबाट फतेजङ चौतारिया भन्ने नि हो। चौतारिया वा तपाईँको शाह भन्ने नि भयो। कतै चौतारिया लेख्छ, कतै शाह लेख्छ, एउटै हो है। अनि छमा तपाईँको तपाईँको माबाट माथवर सिंह थापा। अब यसमा विवाद चलिरहन्छ के विवाद चल्छ भने फतेजङ शाह हो कि अगाडि फतेजङ शाह पछाडि हो भनेर विवाद चल्छ। राणाहरू आउनुभन्दा अगाडि चाहिँ तपाईँको फतेजङै थिए है प्रधानमन्त्री। फतेजङ दुई पटक राजा भयो के प्रधानमन्त्री भएको के फतेजङ। एकचोटि यो 5औं स्थानमा, त्यसपछि फेरि बिचमा को आए माथापर सिंह थापा, अनि फेरि को भयो त्यहाँ 7औंमा फतेजङ चौतारिया। दुई पटक भएको के चौतारिया यानी कि शाह।
फतेजङ चौतारिया वा शाह भनेर बुझ्नु होला है। यो 2 पटक भए। अब क्रम मिलाऊ भनेर सोध्छ के, कुन चाहिँ क्रम सही छ? राणाकाल भन्दा अहिलेका प्रधानमन्त्री भने क्रममा चाहिँ भी र पु र फमा, भीबाट भीमसेन थापा, रबाट रङ्गनाथ पौडेल, पुबाट पुष्कर शाह, रबाट रणजङ पाण्डे, फबाट फतेजङ चौतारिया वा शाह, माबाट माथापर थापा। पहिला फतेजङ है, अनि बल्ल माथापर थापा। फतेजङ 2 पटक भएको हुनाले पहिला माथापर अनि पछि फतेजङ भनेर बुझ्छन्। तर पहिला फतेजङ अनि माथापर किनकि पहिला भएको त अगाडि हो नि त। अब राणाहरूले शासन कसरी गरे त? एउटा कोत पर्व भन्ने छ है, एउटा के भन्ने छ? कोत पर्व। हेर्नु है, राणाहरूले शासन कसरी गरे भन्ने आउँछ के, कोत पर्व। कोत पर्व भनेको कहिले भयो? कोत पर्व कहिले भयो भन्दा 1903 असोज 2 गते। यो ध्यान दिनु है, असोज 2 गते। अनि कहाँ भयो? हामी अलिकति एकछिन पढ्छौँ है, अघि लाइन गएको छ नि त। कहाँ भयो भन्दा कोत प्राङ्गणमा भयो। कहाँ भयो? कोत प्राङ्गणमा। यो बसन्तपुर दरबारको कोत प्राङ्गणमा। कोत कोत प्राङ्गणमा है। अनि तपाईँको त्यसपछि कारण यो गगन सिंहको हत्या। यो गगन सिंहको हत्या भएको कारणले गर्दा चाहिँ तपाईँको के भएको त? कोत पर्व घटना घटेको है। अनि राजा र रानी को थियो त कोत पर्व हुँदा? राजेन्द्र विक्रम शाह राजा थियो, रानी चाहिँ राज्य लक्ष्मी। यो बेला प्रधानमन्त्री को थियो? प्रधानमन्त्री फतेजङ शाह। यिनलाई चौतारिया पनि भन्छ। तपाईँको चाहिँ 40 जनाको निधन भयो। फतेजङ शाह सहित पहिले मारिने। सुरुमा चाहिँ को मर्यो त? अभिमान सिंह बस्नेत। यो सार्नु त यसको एउटा फिल्म जस्तै कहानी छ, म सुनाउँछु। यो सार्नु त यसको एउटा फिल्म जस्तै कहानी छ, म सुनाउँछु कि तपाईँहरूलाई अलि 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 ठिक हुन्छ है। सारेपछि ओके भन्नु ल। सारेपछि ओके भन्नु, म यसको एउटा फिल्म जस्तै कहानी सुनाउँछु। के भयो भन्नु होला भने 1903 को भदौ 30 गते गगन सिंहको हत्या भयो। 1903 को भदौ 30 गते कसको हत्या भयो? गगन सिंहको हत्या।
गगन सिंह चाहिँ यो त्यो बेलाको राजा को थिए भन्दा राजेन्द्र विक्रम शाह र राज्यलक्ष्मी देवी थिए, उनीहरूको मान्छे हो क्या। अनि फतेजङ शाह प्रधानमन्त्री थिए, यिनीहरूको मान्छे हो यो गगन सिंह होइन। गगन सिंह चाहिँ उनीहरूको मान्छे थियो। उसको हत्या गरे जङ्ग बहादुरहरूले। कसले हत्या गरे? जङ्ग बहादुरहरूले हत्या गरे। अनि हत्या गरिसकेपछि तपाईको उसैको हत्यारा पत्ता लगाउनको लागि चाहिँ 1903 असोज 3 गते बैठक राखियो। कहाँ बैठक राखियो भन्दा बसन्तपुरको दरबारको कोट प्राङ्गणमा बैठक राखियो। बैठक राखेर अब छलफल हुने क्रममा त्यहाँ वाद विवाद हो। अनि जङ्ग बहादुर समूहले, जङ्ग बहादुर राणा के, जङ्ग बहादुर राणाले चाहिँ को टोलीले सबैभन्दा पहिला कसलाई मारे भन्दा अभिमान सिंह बस्नेतलाई मारे। लगायत त्यो झै झगडामा 40 जना मान्छे मारे जङ्ग बहादुरले। अनि 40 जना मान्छे मारिसकेपछि त्यसमा प्रधानमन्त्री फतेजङ शाह पनि मरे 40 जनामा। त्यसरी कोत पर्व भएको थियो। सबैभन्दा सुरुमा मर्ने व्यक्ति चाहिँ अभिमान सिंह बस्नेत। अनि वास्तवमा यो पछि त राणा, अनि यसपछि राणाहरूले शासन गरे कि कसले शासन गरे त? राणाहरूले कोत पर्वबाटै राणाहरूले शासन गरे। राणाहरूले शासन गरे। अनि वास्तवमा यो गगन सिंहको हत्या गर्ने मान्छे चाहिँ लाल झा थिए के। अब राणाहरूकै शासन पछि पोल खुलिहाल्छ नि होइन। लाल झाले मारेका थिए यो गगन सिंहलाई चाहिँ है। तपाईँ यसरी पनि बुझ्न सक्नुपर्छ। अनि अभिमान सिंह छ नि, यसलाई मार्ने चाहिँ युद्धवीर है। यसलाई मार्ने चाहिँ युद्धवीर। यसरी बुझ्नु होला। यो बुझ्नु भएको भए ओके भन्नु त। अब यहाँबाट बल्ल राणा शासन सुरु हो। यो मैले भनेको कुरा बुझ्नु भयो वा केही कन्फ्युजन भयो तपाईहरुले सोध्न सक्नुहुन्छ है। यसपछि बल्ल राणा शासन सुरु हो। राणाहरूले 104 वर्ष शासन गरे नेपालमा है। अब यो अलिकति बाँकी छ है। राणाहरूको शासन पढेर राणाहरूले के गरे पढेपछि तपाईहरुको नेपालको इतिहास सकिन्छ। अनि हामी नयाँ टपिक पढ्छौं भोलि। अब अहिले त लगभग समय मैले थप समय पनि पढाएँ। भोलि हामी एकछिन थोरै बाँकी छ राणाहरूको शासन, राणाहरूले के गरे भन्ने विषयमा पढ्छौं। केही घटनाहरूको बारेमा पढ्छौं। अनि त्यसपछि नयाँ टपिक पनि भोलि पढ्छौं। अलिकति बाँकी बस्यो कि राणाहरूको यो इतिहासको थोरै बाँकी बस्यो। थोरै सकेर भोलि नयाँ टपिक हामी पढ्छौं भन्दै आजलाई चाहिँ शुभरात्रि। म बिदा हुन चाहन्छु है।